म चाहिँ आज अफ्रिकाको घना जङ्गलमा करिब 500 फिट तल हेलिकप्टरबाट झर्दैछु। आज म 500 फिटबाट हेलिकप्टरको सहाराले यहाँ झरेको छु। यो अफ्रिकाको सबभन्दा ठुलो घना जङ्गल हो। यहाँ वर्षमा करिब 50 जना मान्छेहरू चाहिँ बाटो भड्केर मर्ने गरेका छन्। कतिलाई जनावरले खान्छ भने कतिलाई चाहिँ डरले भोकले मर्ने गरेका छन्। यस्तो बेला तपाईँहरू नआत्तिकन आफ्नो दिमागले धैर्य लिएर काम गर्नुहोस्। यहाँ तपाईँहरू जिउँदै निक्लिन सक्नुहुन्छ। बाटो चिप्लोको कारण यहाँ हिँड्नलाई धेरै मुस्किलहरू भएको छ। म बिहानदेखि भोकै छु। तापक्रम 40 डिग्री छ। यहाँ पानी पनि पाएको छैन। त्यसैले म यतातिर केही खानेकुरा पाउँछु कि भनेर हेर्न गइरहेको छु। हेर्नुहोस् त यहाँ बाघको पन्जा। यो ठुलो बाघको पन्जा हो। बाघ यो भर्खरको पन्जा हो। बाघ यतातिर घुमिरह होला। यहाँ चाहिँ धेरै जङ्गली जनावरहरू आउँदो रहेछ। यहाँ एकदम डर लागिरहेको छ मलाई चाहिँ होइन। यहाँलाई कसरी निक्लिने हो भनेर म चिन्ता लागिरहेको छु मनमा। ऊ यहाँ के को अन्डा छ भने यो? यो त 80को अन्डा हो। केही छैन, आजलाई खानेकुरा त भेटियो। तापक्रम 40बाट 42 डिग्री पुगेको छ। यहाँ गर्मी भएको कारण मलाई पानी प्यास लागिरहेको छ। त्यसैले म जङ्गलतिर पानी खोज्न गइरहेको छु। त्यहाँ धेरै जङ्गलहरू भएको कारण म फर्किआएको छु। तेज घामको कारण चाहिँ म एकछिन शीतलमा बसेको छु। त्यता घना जङ्गलबाट हेर्नुहोस् त आवाजहरू आइरहेको छ। पक्कै त्यता डाइनोसर छैन? ल हेर्नुहोस् त डाइनोसर। सतर्क गर्नुपर्छ। म सकेसम्म चाँडै भाग्छु, नत्र मेरो ज्यानको लागि खतरा हुन्छ। यो घना जङ्गलमा हेर्नुहोस्, त्यहाँ तल चारैतर्फ मृगहरू चढिरहेको छ। हेर्नुहोस्, ल हेर्नुहोस् मृगहरू। यो घना जङ्गलमा हेर्नुहोस् बाघ भालुहरू चारैतिर हुन सक्छ। कतै म यिनीहरूको फन्दामा त पर्दिनँ। त्यसैले मलाई आफूलाई सतर्क गर्नुपर्छ। मैले यहाँ चाहिँ एउटा नदी भेटेको छु। तपाईँहरू आफै हेर्न सक्नुहुन्छ यो नदी। हेर्नुहोस् यहाँ पानी बगिरहेको छ। धेरै गर्मीको कारण चाहिँ म यो मरुभूमिमा अन्डा बालाभित्र उसिन गरेको छु। लाउनुहोस् पानी खोज्नु। करिब 2 घण्टाको सङ्घर्षपछि मैले पानी फेला पारेको छु। म पानी पिउनु गएको छु। ओहो, अब यो अन्डा त पाक्यो होला नि। ल हेर्नुहोस् अन्डा नि पुरै पाकिसकेको छ। त्यसैले बाहिरबाट बोक्राहरू सब फुटिसकेको छ। धेरै भोक लागेको छ। त्यसैले म यो अन्डा खान गइरहेको छु। मलाई के चिजको गन्ध आएको छ? पक्कै यो बाघको त होइन? ल हेर्नुहोस् त्यो बाघ। अब म यहाँबाट गएँ त बाघको शिकार हुन्छ। त्यसरी म यताबाट फर्केर जान्छु। 2 hours later. धेरै घन्टा यो जङ्गलमा भड्केको कारण मलाई मेरो टिमहरू चाहिँ हेलिकप्टर लिन आइरहेको छ। अब म घर जाँदैछु।